चुनावलाई टार्ने एउटा सबभन्दा सजिलो उपाय भनेको संसदको पुनर्स्थापना, संसदको पुनर्स्थापना। त्यो भएपछि सुशीलाले पनि छुट्टी पाइने, राजीनामा गर्ने जो सोच बनाएको छ नि उनले पनि छुट्टी पाउने भइन्, बिदा पाउने भइन्। र त्यसबाट अर्को के हुने भयो भन्छ भने नयाँ खालको मुठभेडको चाहिँ एउटा वातावरण पनि बनाउन सकिने गुन्जाइस भयो। किन त्यसको विरुद्धमा त एउटा मास्टर तयार पारेका छन् उनीहरू पहिलेदेखि, जो भदौमा उतारे संसद पुनर्स्थापना विरोधी एउटा मास्टर तयार पारेका छन्। अब फेरि त्यही भदौमा जे भयो त्यसलाई नयाँ संस्करणबाट फेरि अगाडि बढाउने, मुठभेडको एउटा न्यू फेरि चाहिँ स्थापित गर्ने र फेरि अर्को धमिलो चाहिँ परिस्थिति सिर्जना गरेर आफ्नो खेल अगाडि बढाउने हिसाबले संसदको पुनर्स्थापनामै आउने बढी सम्भावना मैले देख्छु। अहिले घन्टीभित्र रविको जो एउटा रहस्यमय पछि हटाइ छ, जस्तो यो 12 गतेबाट चुनावको प्रचार गर्ने म्याद खोलेको छ, 12 गतेदेखि उनी फिल्डमा छैनन् एउटा कुरा हामीले हेर्ने। र पछिल्लो कालमा उनी एउटा चोटपटकको न्यू बनाएर उनी चाहिँ तपाईँको घरमा बस्थे। अब त्यो निश्चित छैन उनलाई कहिले ठिक हुन्छ, उनी चुनाव अभियान कहिले जान्छन् त्यो निश्चित छैन। सायद यो एउटा खेल भएको हुनाले मलाई के लाग्छ, अर्को पाटो के भन्छ भने अर्को पक्ष जसले चाहिँ चुनाव गराउने भनिरहेको छ त्यो पक्षले बाध्यतापूर्वक देशभरि बालिनलाई कुदाइरहेछ। किन उनी 5 नम्बर झापाबाट उठेका छन्, उनी चुनाव क्षेत्रमा केन्द्रित हुनुपर्ने, उनी देश दौडामा लागेका छन्। त्यो पनि एउटा मजबुरी हो जस्तो लाग्छ। जस्तो एउटा पक्ष चुनावको माहौल बिगार्नेमा लागिरहेछ, जस्तो प्रष्ट रूपमा भन्नुपर्दा इन्डियन चुनाव चाहेको छैन अहिले। हजुर इन्डियनले चुनाव चाहेको छैन। त्यही कारणले यहाँ भयो के भन्छ भने जस्तो रको प्रमुखले 2 गते रविलाई भेटे, त्यसपछि अमरेश कुमारलाई गगनको विरुद्धमा उठाइयो, सर्लाहीबाट उठाइयो। हजुर त्यसपछि रवि मौन भएर बसे। र अर्को एउटा चाहिँ मैले के जानकारी पाएको छु भन्छ भने सुशीला कार्कीले राजीनामा गर्न चाहेको 1 महिना अगाडिदेखि हो। उनी यहाँ बस्ने चाहिँ मानसिकतामा छैनन् र उनका निकटतम सहयोगीहरू विशेष गरेर उनकै श्रीमानको तर्फबाट पनि राजीनामा गर्नुको निम्ति बारम्बार दबाब आएको छ। के भयो भन्छ भने सरकारमा प्रधानमन्त्री भएर गर्न सकिने कुरा केही पनि छैन भन्ने कुरा उनलाई महसुस भयो हैन। अब उनले भनेकी छिन् केही मान्छेसँग यस्तो परिस्थिति होला हैन, भित्र यस्तो होला, मलाई यो अनुमान पनि थिएन, म चाहिँ अनाहकमा फसेँ भन्ने उनले 1-2 जनासँग कुरो गरेकी छिन्। मैले अब केही गर्न सक्ने स्थिति छैन। त्यो कहाँबाट उनलाई बढी फिलिङ भयो भन्छ भने जस्तो जसले उनका वरिपरि जुन मान्छेहरू मन्त्री भनी चाहिँ वरिपरि लगाइदिएको थियो तिनलाई सबैलाई निकालिदियो हैन, चुनावमा पठाइदियो। यो पनि उनले अहिले हेरिन्। जस्तो उनी जे भनेर कुर्सीमा आएकी थिइन् उनले केही पनि गर्न सकेनन्। यहाँ गिरिबन्धुका कुरा उठे, यसलाई चाहिँ जेल हाल्ने कुरा उठे, त्यो हत्याकाण्डमा दण्डित गर्ने कुरा उठे, यो कोही पनि अगाडि बढाउन यिनीहरूले सकेनन् विभिन्न कारणले। एउटा त यिनलाई त्यो अधिकार पनि थिएन गर्ने, दोस्रो कुरो बाहिर जे भनेका थिए यथार्थ त्योभन्दा बेग्लै थियो। जस्तो 24 गतेकै घटनाहरू जति छन् त्यो चाहिँ यहाँ ओली सरकार कसैले गराएन, त्यो सबै बाहिरबाट अर्को शक्तिले गराएको। यो सबै बुझ्दै गइसकेपछि अब एउटा बदनामीको डर हुन्छ अथवा सुरक्षा पनि खतरा होला। अब यही चुनाव पनि त तपाईँको सुशीलाले गराउने त होइन, उनलाई त त्यो ओलीको हातबाट चाहिँ सरकार खस्नुको निम्ति चुनाव घोषणा गर्न लगाइयो। चुनाव त सुशीलाले गरेर त हुँदैन, गराउनु त अर्कैले हो। त्यसकारणले त्यो पनि निश्चित भएन, चुनावै गराउन सकिन्छ भने पनि निश्चित छैन। त्यसैले अपजसबाट अलिकति कसरी जोगिने भन्नेमा सुशीला पुगेको स्थिति छ अहिले। र अर्कोतिर जस्तो यो ओलीका टोनहरू जो अहिले पछिल्लो कालमा झन् अब चुनावको चाहिँ तपाईँको वातावरण नै बनेन भन्ने खालले बोलिरहेछन्। र मैले बारम्बार उठाएको के हुन्छ भने विदेशी कसरी खेल्छ भन्छ भने कुनै पनि बेला के निर्णय गर्नुपर्छ भनेर उसले केही एजेन्डाहरू त्यस्ता बोकेर बसेको हुन्छ। जस्तो काङ्ग्रेसको विवाद अदालतबाट टुङ्गेको छैन, चुनाव आइसक्यो भन्छन् हैन, तर यो विवाद टुङ्ग्याउँदैन। जस्तो त्यसै संसद पुनर्स्थापनाको रिट परेको छ, अब त्यो चुनाव अगाडि धेरै परि नै त्यो टुङ्ग्याइदिनु पर्ने, त्यो टुङ्ग्या छैन किन उनलाई आदेश आएको छैन हैन। त्यो बारे के फैसला गर्ने भन्ने कुरो त आदेश आउनु पर्यो। जसले तिनी मुद्दाहरू पेन्डिङमा राख्न लगाएको छ उसको आदेश आउनु पर्यो। यो सबै घटनाहरूले चुनावलाई अहिले पनि शङ्कास्पद बनाइरहेछन्। चुनाव हुने निश्चित छैन। जस्तो प्रधानमन्त्री पनि यहाँ जति पनि तपाईँ यिनी मान्छेहरू देख्नुहुन्छ नि सबै प्रधानमन्त्रीका आकाङ्क्षी छन्।
जस्तो कुलमान भयो, बालेन भयो, रवि भयो, अब यो पार्टी छोडेर अब यो पछिल्लो कालमा पार्टीभित्र नारायण गाजी पनि आए, नारायण गाजी पनि बोल्न थाले होइन। यस्ता मान्छे धेरै छन्, किन सबैले भनिदिएको हुन्छ फेरि त्यो उनीहरू आफ्नो मनले भनेको छैन नि। उनीहरूलाई पुस गर्नको निम्ति विभिन्न खालको च्यानल लगाएको हुन्छ पछाडि, त्यो च्यानलले चाहिँ त्यो भन्न लगाउँछ रेडी हुनुहोस् भनेर, रेडी हुनुहोस् भन्छ। अब सबै धेरैले आश्वासन किन दिन्छन् त भन्दाखेरि यसलाई सक्रिय बनाउनु पर्यो। प्रधानमन्त्री तँलाई बनाउने हो भनिदिएपछि ऊ सक्रिय हुने भयो, मच्चिने भयो। तर त्यो के हो, विदेशीको निम्ति पनि त्यो प्रयोग हो त्यो होइन। जस्तो चुनाव भनेको अहिले टेस्ट ट्युब हो, उही चाहिँ के अरे केमिस्ट्रीको प्रयोगशालामा प्रयोग गर्छन् नि, त्यहाँभित्र विभिन्न खालका चाहिँ रसायनहरू हालिन्छ अथवा कुनै धातुहरू हालिन्छ होइन। त्यसमा उनले हेर्छन् नयाँ चिज निकाल्न, कोही त्यसैमा जलेर सकिन्छ, कोही त्यसैमा पग्लेर सकिन्छ, कोही के गरेर सकिन्छ। त केहीलाई सकेर चाहिँ एउटा नयाँ चिज निकाल्नुको निम्ति उनले सबैलाई आश्वासन दिएको हुन्छ। जस्तो अहिले पनि राष्ट्रपतिको पनि मैले त्यही देख्छु। राष्ट्रपतिको यहाँ सुन्नमा आउँछ धेरै मान्छेहरूले, सन्दुक रुडलाई पनि त्यही भनिदिएको छ, सुशीलालाई पनि त्यही भनिदिएको छ, ऊ बाबुरामसँग सम्झौता त भइगयो घन्टीको होइन, राष्ट्रपति बनाउने सबैलाई भनिदिएको छ। यहाँ सबैलाई प्रयोग गर्ने, विदेशीले के गर्छ भन्दा यिनी सबैलाई यसरी प्रयोग गर्दाखेरि के निस्कन्छ लास्टमा। अनि उनले त्यो हेर्नुको निम्ति सबै यो डामाडोल गराएछन्, गन्जागोल गराइरहेछन्। र यिनीहरू मच्चिनेहरूको नियति के हो भन्छ भने यिनी हुन् उनको खाएका अपराधीहरू। नत्र सो विवेक भएको दिमाग भएको मान्छे त बुझ्छ नि त। यसरी सारा मान्छेलाई प्रयोग गरिरहेछन् विदेशीहरूले, मलाई पनि प्रयोग गरेका हुन् भन्ने त बुझ्छ। तर बुझ्दा बुझ्दै किन त्यसैको पछि कुद्छ भन्छ भने कुद्न बाध्य छ, किन ऊ आफै पनि अपराधी हो होइन। जस्तो उसले आफै पनि खाएको छ, कहीँ प्रयोग गरेको छ, अथवा उनको चाहिँ बलमा चाहिँ केही फाइदा उठाएको छ, लुटेको छ। अब जस्तो यो सुशीलाका मन्दिरहरू देख्यो नि, हाम्रो काम त चुनाव गराउने हो होइन। कसैले त जोकर जस्ता चाहिँ तपाईँको स्वतन्त्र उम्मेदवार भनेर बिल्कुल जोकर बनाइरहेछ। स्वतन्त्र उम्मेदवारी दिन गएका छन्, प्रचार गर्छन् घन्टीको होइन, चुनाव चिन्ह प्रचार गर्छन् घन्टीको, स्वतन्त्र भन्छन्। किन त्यो त चाहिँ तपाईँको म यहाँ जोडिएको छु, म यो मिसनमा चलाएको मान्छे हुँ भनेर नबुझुन् भनेर त्यो प्रहसन गर्छन्। र यति बेला चिनियाहरूको एउटा ठुलो टिम आएको छ, उसले रविलाई भेट्यो, कुलमानलाई भेट्यो होइन, अरू मान्छेलाई पनि भेट्यो। र यो के हो भन्छ भने यही नेपालमा जो यो भदौपछि जो परिस्थिति बन्यो, चुनावको नाममा जे परिस्थिति बनिरहेछ, अब सबै घटना यिनीसँग जोडिएका छन्। एउटा अर्को चाहिँ तपाईँको यो बिचमा भएको परिवर्तन के भन्छ भने घन्टीको छाता ओढाएर जस्ता खालका मान्छेहरू सडकमा ल्याइयो, तिनी कस्ता छन् भन्छ भने तिनी हास्यास्पद हुँदै गए। अब सबै मान्छेले देख्दै गयो। जस्तो एजेन्डा कसैका केही छैनन्। एजेन्डा भने के छन् भन्छ भने यिनका एजेन्डा पार्टीलाई गाली गर्ने, पार्टीका एजेन्डा यिनलाई गाली गर्ने, गालीभन्दा अर्को एजेन्डा छैन होइन। मूलभूत देशको जो समस्या हो त्यो विषयमा सबैको एउटै मत छ। व्यवस्था, संविधान अथवा चाहिँ देश गिजुल्ने साम्राज्यवादी शक्ति, सबै बारेमा चाहिँ यिनको एउटै मत छ, सबैको मौनता छ। अब लडाइँ कहाँ रहेछन् भन्छ भनेपछि गाली गलौजमा लडाइरहेछन्। र अब त्यो लडाइँ कसरी आयो घन्टीभित्र भन्छ भने एजेन्डा, जस्तो कसैका एजेन्डा देश बनाउने अथवा सङ्कट समाधान गर्ने, हामी यसो गर्छौँ भन्ने त कुरै छाडौँ। कसैका एजेन्डा हामीले गाई काट्न पाउनुपर्छ भन्ने छन्। कसैका एजेन्डा म जितेँ भने यो जिल्लामा मैले चाहिँ बालेन र रविलाई ल्याउँछु भन्ने छन् होइन। कसैका एजेन्डा चाहिँ तपाईँको मङ्गोल र चाहिँ तपाईँको आर्यका खसका एजेन्डा छन्, कसैका के छन् होइन। एजेन्डामा कोही पनि छैन। अनि चाहिँ यो घन्टीभित्रको कस्तो मान्छे देखियो भन्छ भने यो पूर्व पश्चिम उत्तर दक्षिण आकाश पाताल, अब काङ्ग्रेसभित्रका, एमालेभित्रका, माओवादीभित्रका चारैतिरका कुरा कर्कट मात्रै जम्मा गरेको छ। विशुद्ध यो त्यो चाहिँ फोहोर जम्मा गर्ने एउटा थलो मात्रै बन्यो यो घन्टी पार्टी। घन्टी पार्टी होइन, सबै कुरा कर्कट जम्मा गर्ने थलो बन्यो। सबैतिरका मान्छेहरू विदेशीले प्रयोग गरेका छ। जसलाई जहाँबाट पहिलो परिचालन गरेको थियो, अलग अलग छातामुनि राखेको थियो, अहिले एक ठाउँ चुनावको नाममा एक ठाउँबाट प्रयोग सबैलाई प्रयोग गरिरहेको छ। किन अहिले चाहिँ एउटा त्यस्तो खालको हुम आयो भने जिताउन सक्ने ठाउँ त्यही भयो, त्यसैले सबैले त्यही लागेर प्रयोग गरिरहेछ। यो सबै खुल्दै गइसकेपछि यिनको व्यापक रूपमा भण्डाफोर पनि हुँदै गएको छ। र यसले गर्दाखेरि अब यो चुनाव भन्ने मान्छेहरूलाई पनि धर्ममा पार्दै गएको छ। सायद त्यही रक्षात्मक
अवस्थामा पुगेर होला। जस्तो स्वर्णिम जस्ता मान्छेहरू अहिले चाहिँ मन्दिरमा घन्टी बजाउन पुगेका छन्, जसले चाहिँ तपाईँको यो धर्म मान्ने मान्छेहरू हाम्रो पार्टीबाट गए हुन्छ भनेका थिए। हजुर हजुर। अब गाई काट्न पाउनुपर्छ भन्ने मान्छेहरू खण्डनमा हिँडेका छन्। माने अहिले घन्टीको छाता वरिपरि जति मान्छे परिचालित थिए उनीहरू रक्षात्मक भएको देखिन्छ। त यो सबै चिजले गर्दाखेरि चुनावको प्रश्नमाथि झन्झन ठुलो शङ्का उत्पन्न हुँदै गएको छ। र सारमा मैले भनेको ठोस कामको निम्ति एउटा ठोस शक्ति निकाल्ने मुख्य चाहिँ तपाईँको उद्देश्य हो। त्यो पुरा नभइकन त कुनै पनि हालतमा यो चुनाव हुँदैन। कुनै पनि हालत त्यो शक्तिले किन चुनाव गराउने? त्यसकारण एउटा त्यो पाटो भयो। दोस्रो चाहिँ अहिले भूराजनीतिक टक्राउ एकदम बढेको छ। अहिले चिनियाहरू पनि धेरै सक्रिय छन्। अब इन्डियनहरू त झनै झनै हस्तक्षेपकारी भूमिकामा आइसके। जस्तो अमरेश कुमारको उम्मेदवारी हजुर हजुर र चाहिँ तपाईँको रविसँग चाहिँ रको प्रमुखले भेटेको घटनाले पनि प्रश्न पार्छ। उनीहरू आक्रामक ढङ्गले उनीहरू इन्डियन कहाँ डराए भन्छ भने जस्तो बङ्गलादेशमा अमेरिकाको जुन संस्थाले बङ्गलादेशमा त्यो घटना घटायो त्यही संस्थाले भदौको यो घटना घटाछ। यिनी सबै रिपोर्टहरू सबै सार्वजनिक भइसकेका छन्। उनकै रिपोर्ट पनि सबै लिक भइसकेका छ। त्यस कारणले नेपालभित्र बङ्गलादेशको जस्तै केही घटना भयो अथवा त्यस्तै मान्छे आयो भने इन्डिया त ठुलो जोखिममा पर्यो। अहिले इन्डिया त्यहाँ डराइरहेछ। र मलाई पनि के लाग्छ इन्डियनले अर्को के कोणबाट हेरेको हुनुपर्छ भन्छ भने जस्तो अमेरिकनहरू अहिले खेल्न नेपालमा खेलिरहेछन्। नेपालमा खेले जस्तो देखिन्छ। तर चीनका विरुद्धमा एउटा निर्णायक चाहिँ तपाईँको लडाइँ जस्तो अमेरिकन चाहनाको लडाइँ अगाडि बढाउने हो भने त्यो लडाइँ लामो हुन्छ। जस्तो 2-4 दिन 2-4 महिनामा उनले चीनलाई सक्दैनन्। लामो लडाइँ लड्नुपर्छ। लामो लडाइँ बाहिरका भूगोलबाट हुँदैन, सम्भव हुँदैन। होला 1 वर्ष 2 वर्ष ऊ अफगानिस्तानमा 20 वर्ष बसे त निस्कनु पर्यो। इराकबाट सबै सेना निकाल्ने तयारी गरिरहेछ। सिरियाबाट निकाल्ने घोषणा गरिरहेछ भनेपछि अरू देशमा बसेको सेना त एक दिन त जानुपर्छ। उसलाई स्थायी बेस चाहियो हो। त्यो थाई बेस भनेको के हो भन्छ भने उही हसिनाले भनिन् नि एउटा चाहिँ एयरबेस माग्यो, क्रिस्चियन स्टेट बनाउने योजना उनीहरूले बनाए। मैले त्यसमा असहमति बनाएपछि यो घटना घट्यो जो भनिन् नि उनलाई स्थायी बेस भनेको यो क्षेत्रमा अर्को इजरायल हो। र नेपालमा मैले भने नि नेपालमा कुनै गडबडी भयो र बङ्गलादेशको मोडेलको कुनै सरकार बन्यो भने पहिले इन्डियाको विभाजन हुन्छ, नेपालको होइन। नेपाल चाहिँ तपाईँको सङ्कटमा पर्छ, दुःख कष्ट हुन्छ, मान्छे मर्छन्, क्षति हुन्छ। तर विभाजन इन्डियाको सुरु हुन्छ किन इन्डिया विभाजन गरेर त्यहाँ चाहिँ अर्को इजरायलको स्थापना नगर्दासम्म अमेरिका चीनसँग लड्ने कुनै पनि आधार यहाँ बन्दैन। त्यसकारण त्यो इन्डियनले बुझेको छ। अहिले त्यो बुझेको ऊ आफै पनि अशान्त छ। त्यही भित्रै पनि लागिरहेछन् अमेरिकनहरू, युरोपियनहरू लागिरहेछन्। त्यसकारणले गर्दाखेरि अहिले इन्डिया अलिकति तर्सेको कारणले पनि नेपालमा त्यस्तो खालको घटना हुन दिने पक्षमा ऊ छैन। अहिले त्यसको निम्ति ऊ हस्तक्षेपमा उत्रिएको छ। केही उपाय नलागेर नत्र जस्तो प्रधानमन्त्री भन्नुहोस् न काङ्ग्रेसभित्र गगनलाई घोषणा गरिसकेका छन्। अब बाहिरबाट चाहिँ बालेनलाई घोषणा गरिसकेका छन्। अब चुनाव भयो र चाहिँ तपाईँको साँच्चीकै यो घन्टीकै चाहिँ वरिपरिको बहुमत आयो एकछिन मानौँ त्यस्तै आयो भने त यिनै पात्रमध्ये कोही बन्ने हुन्थ्यो त इन्डियाको निम्ति जोखिमै हो जो बने पनि। त्यसलाई इन्डियाले कुनै पनि हातमा रोक्न चाहेको जस्तो बुझ्छु मैले। त्यसकारण चुनाव हुने चाहिँ कुरामा शङ्का छ र अब सुशीला कार्कीले चुनाव गराउन सक्छु भन्ने हिम्मत पनि छ। र अर्को मैले पाएको संस्थागत रूपमा सेना, प्रहरी, कर्मचारी जति पनि छन् यहाँका संस्था कसैले पनि चुनाव हुन्छ हुन्न भन्न सकिरहेका छ। संस्थागत रूपमा कसैलाई जानकारी छैन। किन यो त अर्कैले गराउने हो, यो त चुनाव गराए पनि अर्कैले गराउने हो। संस्थागत रूपमा कसैलाई जानकारी छैन। सबैको एउटै जवाब छ, केही भन्न सकिन्न। चुनाव हुने नहुने केही पनि भन्न सकिन्न। सबैको एउटै जवाब छ। होला व्यक्तिगत रूपमा मान्छे विदेशीले प्रयोग गरिरहेको छ। जस्तो सेनैभित्र पनि प्रयोग गरिरहेको छ। जस्तो भदौ 24 पछि गरे नि त्यही अनुसन्धानका हाकिमहरू पर्याप्त रूपमा प्रयोग गरे, माथिल्लो स्तरका मान्छेहरू होइन, प्रहरी प्रयोग गरे, अब सेनै पनि एक खालले प्रयोग गरे, कर्मचारी प्रयोग गरे, न्यायाधीश प्रयोग गरे। व्यक्तिगत रूपमा उनले मान्छे प्रयोग गरेका छन्। संस्थागत रूपमा कसैलाई जानकारी छैन। त्यस कारणले चुनाव हुन्छ भनेर किटेर कसैले पनि अहिलेसम्म भन्न सकेको छैन। यो पनि के हो भन्छ भने चुनाव नहुने लक्षण पनि हो यो। अब यस्तो भयो भने हुन्छ के त होइन। दुईटा कोणबाट हेर्नुपर्छ। एउटा त जसले यो भदौदेखि यो नाटक मञ्चन गरिरहेको छ उसैले नै अब चुनाव गरेर ठोस चिज हात लाग्दैन भन्ने बुझ्यो भने
उनै चुनाव टारेर अर्को चाहिँ तपाईँको कुनै मुठभेडको बाटो पनि सिर्जना गर्ने बाटोतिर आफै जान्छ, या के हुन्छ भन्छ भने यो अन्तर्राष्ट्रियको टक्राउमा उसले चुनाव गराउन सक्दैन र चुनाव रोकिन्छ। अब त्यसको निम्ति मैले भने धेरै चिजहरू यिनले हातमा राखेका छन्, जस्तो रविका मुद्दाहरू सबै पेन्डिङमा छन्, टाइममा फैसला गर्दैनन्। अब काङ्ग्रेसको मुद्दा पेन्डिङमा छ, संसद पुनर्स्थापना मुद्दा पेन्डिङमा छ। यिनी कुनै पनि मुद्दाहरूलाई जटिल बनाउनुको निम्ति फैसला गरिदिन्छन् भोलि। जस्तो त्यसमध्ये पनि मैले बढी देखेको संरचना सम्भावना जस्तो सजिलै अब चुनाव